एक्लो पुस्तकको प्रार्थना यसरी सुरु हुन्छ। काठमाडौँमा मेरो कोही थिएन, मैले साथी बनाउन पनि सकेको थिएन। सोच्थेँ सायद सहर म जस्तै एक्ला एक्ला मिलेर भेड भन्ने गर्छ, म जस्ताको मौनता जोडिएर कोलाहल भन्ने गर्छ। कोलाहलले भरिएको सहरमा लाखौँ मानिस आफूभित्र बिरानो र उराट लाग्दो सहर बोकेर हिँड्छन्। काठमाडौँ आएर म के बन्न चाहन्थेँ मलाई पत्तो थिएन। अबको 10 वर्षमा म कहाँ हुनेछु पत्तो थिएन। म पढेर के गर्न चाहन्थेँ त्यो पनि पत्तो थिएन। काठमाडौँ आएको 5 वर्षपछि यसैले नै बुझाएको थियो। म लक्ष्यहीन थिएँ, म हिँड्न तम्सिएको थिएँ तर कतै पुग्न चाहँदैन थिएँ। 5 वर्ष अघि जब म गड्डेकुलो गँध्याएर कोठामा डेरा सरेर आएको थिएँ तब सपनाले धपक्कै बोलेको थिएँ। घरपेटी बाले भनेका थिए यो घरबाट सबै डेरावाल केही न केही भएर गएका छन्। वास्तु मिलाएर बनाएको घर हो, लक्ष्मीको बास छ। म पनि सोच्थेँ केही वर्षपछि केही भएर म यहाँबाट त्यहाँ सर्नेछु जहाँ बिहानीको पहिलो घामभित्र बस्छ। अहिले आफैलाई हेर्छु, म त तेल सकिँदै गएको दियो झैँ दीप्ति पाइरहेको छु र पर्खिरहेछु त्यो निष्ठुर हावाको झोक्का। जब आउनेछ झ्याप्पै निभ्नेछु। मैले जीवनका महत्त्वपूर्ण 5 वर्ष पक्लक्क खाएको थिएँ। मेरो भोक मरेको थिएन, म अझै आफ्ना कलिला वर्ष खान तयार थिएँ। म गाउँ नगएको पनि वर्षौँ भइसकेको थियो। अचल लाग्न थालेको थियो। घर परिवारले पनि मलाई कुहिन थालेको औँलो चाहिँ च्वाट्टै काटेर फालेका छन्। मेरो संसारमा मेरो छाया र म मात्रै बाँकी थियौँ। कहिलेकाहीँ हिसाब गर्थेँ मैले नबोलेको 37-38 घन्टा भइसकेको हुन्थ्यो। मेरो आवाज कफ बनेर घाँटीमा अल्झिएको हुन्थ्यो। कहिलेकाहीँ कसैले यो बाटो कहाँ जान्छ भनेर सोध्यो भने मेरो आवाज स्वाट्टै निस्किँदैन थियो। घाँटी किक्लिक किक्लिक पारेर पहिला खकार निल्नु पर्थ्यो अनि मलाई आवाज निकाल्न रत्न पार्कतिर मुखबाट ब्लेडका सहारा निकालिरहेको जादुगरलाई जत्तिकै गाह्रो हुन्थ्यो। कोही नहुनेहरू आफैसित कुरा गर्छन् भन्ने सुनेको थिएँ, तर म आफैसित पनि कुरा गर्न जान्दिनथेँ। मसित यो सिप पनि थिएन। युद्ध त गाउँमा थियो। गाउँबाट मानिसहरू सुरक्षा खोज्दै काठमाडौँ आएका थिए। काठमाडौँलाई देवता, पुलिस, आर्मी र दङ्गाले मात्र होइन, पहाडहरू पनि सुरक्षा दिएर जाग्राम बसेका थिए। लाखौँ मानिसले आफूलाई सबैभन्दा सुरक्षित ठान्ने काठमाडौँ, म भने आफूलाई सबैभन्दा असुरक्षित ठानिरहेको थिएँ। म फेला नपर्ने गरी हराइहालेँ भने पनि मलाई खोज्ने कोही थिएन। म त शिशिरको त्यो अन्तिम पहेँलो पात थिएँ। भेट्न चुडिएर खस्दा न कुनै आवाज हुन्थ्यो न कुनै रिक्तता। प्याट्ट 2 हत्कलामा बजारिएर भुइँमा खसेको माखोले पनि एकछिन त आफ्नो रिक्तता महसुस गराएर जान्छ। मैले यत्तिका वर्षमा माखोले जति पनि आफ्नो स्थान बनाएको थिएन। म नहुँदा यो काठमाडौँलाई कसैलाई पनि एक निमेष रिक्तता हुने थिएन। मलाई कसैले खोज्ने थिएन। सहरमा एक्लो हुनुको अर्थ रहेछ आफू हराउनु तर कसैले पनि नखोज्नु। जब यस्तो सोच्थेँ चिसो पसिना छोड्थेँ। त्यसैले कल्पना गर्थेँ केही वर्ष कोसिसमा बित्लान्, केही महिना उदासीमा, केही साता छटपटीमा, केही दिन मौनतामा, केही घन्टा उत्साहमा, केही मिनट सम्भावना र केही सेकेन्ड प्राप्तिमा। एक दिन बादलका खुड्किला टेक्दै मेरो दिन आउनेछ। म गाउँ फर्कने छु। मसित सुनाउन अनेकौँ कथा र किस्साहरू हुनेछन्। म रित्तो हुने छैन। कथाहरू बोकेर हिँडेको मानिस कहिल्यै रित्तो हुँदैन। दाइ उरै आएको हुनेछ, उसको खेत उरै त छ, उसैले मलाई देख्नेछ। पहिला त उसलाई चिन्न पनि गाह्रो होला, किनभने म अलिकति मोटाएको हुनेछु। मेरा गालामा हड्डी अलिकति भित्र पसिसकेका हुनेछन्। उसले यसो निधारमा हत्केला राखेर आँखा चिमचिम पार्दै मलाई रुजु गर्नेछ। ए भाइ पो रहेछ, ऊ मन्द मन्द मुस्कुराउनेछ र दिनभर माटोमा चोपलिएका आफ्ना गोडा र हत्केलाहरू हेर्नेछ। उसलाई अलिकति अप्ठ्यारो पनि लाग्ला। म उसलाई ढोक गर्नेछु। उसले खस्रा हत्केला मेरा तालुमा राख्नेछ। मलाई भने उसका हत्केला फुलभन्दा पत्रभन्दा कोमल लाग्नेछन्। खबरै नगरी आइस् त, ऊ भन्नेछ। आइज घरै जाम। बालाई साँझपख गाउँकै सानो चिया पसलमा चाहा पिउने बानी लागेको थियो। म त्यहाँ पुग्दा उनी त्यहाँ चिया पिइरहेका हुनेछन्। त्यहाँ केही गाउँले कौडा खेलिरहेका हुनेछन्, बात्यो पनि हेरिरहेका हुनेछन्। त्यही बेला म र दाइ त्यहाँ पुग्नेछौँ। गाउँका केटाकेटी हाम्रा पछि लागिसकेका हुनेछन्। बा मलाई देखेर अक्क नबक्क हुनेछन्। खङ्रङ्ग सुकेको रुखमा काठे चराले गुँड खोप्न आएसरी म त्यहाँ पुगेको हुनेछु नि त। कौडा खेलिरहेका गाउँले एकछिन वाल्ला परेर मलाई हेर्नेछन्।
बा हात कपकपाउँदै गिलास भुइँमा राख्नेछन् र खोइ किन हो हत्केला टकटकाउनेछन्। एक कान्छो आएछ, उनी सामान्य आवाजमा भन्नेछन्, तर म थाहा पाइहाल्नेछु उनी हृदयको हुरी भित्रभित्रै दबाइरहेका छन्। म उनलाई ढोक गर्नेछु। उनले भर्खरै टकटकाएका हत्केला मेरो तालुमा राख्नेछन्। उनका चहर्याइरहेको ठेला शीतल हुनेछन्। गाउँको सबैभन्दा उत्साही फुच्चे बिजुली चम्के जसरी चिमिक्कै मेरो घर पुगिसकेको हुनेछ। म आएको खबर सुनाइसक्नेछ। आमा आँगनको डिलमा उभिएर बाटोतिर हेरिरहेकी हुनेछन्। बा अघि अघि हिँडिरहेका हुनेछन्। अनि दाई अनि म। आमा गालातिर तुर्लुङ्ग पारेका कपालका लहरा कानमाथि राख्नेछिन्। कपडा कतै पिठो वा खरानीको धुलो लागेको छ कि भनेर टकटकाउनेछिन्। ज्या, हात पटपटी फुटेको पनि थाहै पाइनछु भनेर मनमा नै बरबर आउनेछन्। म आँगनमा पुग्नेछु। आमाका गोडामा निहुरनेछु, इन्द्रणी धरतीतिर निहुरे जसरी। आमाले वास्तै गर्न छाडेका पटपटी फुटेका गोडा छुनेछु। वर्षौँको पीडा, एक्लोपन र बिराना दिनले भित्रभित्रै उम्रिएका हिक्का मुटुतिर उत्तिँदै आउनेछन्। म बाहिर निस्कन दिने छैन, त्यसैले मेरो ज्यान थर्र काम्नेछ। यत्तिका बर्खा लगाइस् त कान्छा, आमाले सुक्क गर्दै भन्नेछिन्। जे होस् आइस, हामीलाई बिर्सेको रहेनछस्, भित्रै आइज। यो काठमाडौँको जुन सडक हौ म जुन बाटो हिँड्दै गएँ पनि त्यो मेरो आँगनमा गाँसिन्छ।